हामीले हाम्रा मागहरू लिएर जाने हो त्यहाँ। हामी सँगसँगै प्रतिपक्ष दलका मान्छेहरूलाई पनि बोलाउनु पर्ने थियो होइन। यो संविधान भनेको त बन्द कोठामा 25 जनासँग भोला कसरी गरेर ल सारिदिउँ न त, इरेजरले मेटाइदियो र यसको ठाउँमा यो लेखिदिउँ भन्ने त होइन नि त। प्रतिपक्ष दल हुनु पर्यो, संसदमा भएका विपक्ष दल हुनु पर्यो, संसद बाहिर भएका दल पनि हुनु पर्यो। किनकि संसदको बाहिर भएका दलहरू संसदभित्र छैनन् भन्दैमा के तिनीहरूको आवाज चाहिँ नेपाली जनताको आवाज होइन त होइन। त्यो कुरा पनि ख्याल गर्नु पर्यो। हामीले भनेको सामूहिक रूपमा एउटा छलफल चलाउँ होइन। हरेक नागरिक अगुवालाई बोलाउँ, मिटर ब्याज पीडित, सुकुम्बासी आन्दोलनमा लागिरहेका साथीहरू, भूमिहीन आन्दोलनमा लागेका साथीहरू होइन, विभिन्न यता पूर्वतिर हाम्रो मुकुमलुङ होइन, 1 नम्बर प्रदेशको यही कोशी नामाङ्करणमै विवाद भएर यसमा लामो समयसँग यो हाम्रो पहिचानसँग मिल्दोजुल्दो नामाङ्करण भएन भनेर लामो समयसम्म आन्दोलन गरिरहेका साथीहरू, यी सबैहरूलाई बोलाएर एउटा विरोध छलफल गराएको भए एउटा राम्रो हुन्थ्यो। त्यो पनि प्रधानमन्त्रीकै नेतृत्वमा भएको भए। प्रधानमन्त्रीजी देखिनुहुन्न। अनि कसले बोलाउँछ भन्दाखेरि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारले हामीलाई बोलाउँछ होइन। उहाँ संविधान विज्ञ हो भन्नु पर्यो पहिलो कुरा। उहाँ त केही समय अघिसम्म मुभी खेल्दै हुनुहुन्थ्यो होइन। मुभी खेलेको मान्छेलाई चाहिँ संविधान विज्ञ कसरी ठान्यो यो सरकारले? सो यस्ता विभिन्न आयामहरू थिए। काठमाडौँ केन्द्रित जेएनजीहरूलाई मात्र बोलाउने, सबैको समावेशिता नहुने होइन। अनि त्यसपछि एउटा विज्ञ नै नभएको व्यक्तिले चाहिँ हामीलाई बोलाएर संविधान संशोधनको बारेमा परामर्श लिने जस्ता कुराहरू भएको कारणले हाम्रो यो कुरा कुनै पनि आधिकारिक रूपमा सुइटेबल छैन र हामी मात्र जेएनजी होइनौँ, हामी मात्र यो संविधान संशोधन गर्ने नाइके होइनौँ भन्ने